हेलो गुड मर्निङ गाइस। आज फ्यान्सी म उठिसकेँ बिहानै। अब मर्निङ वाक गएर आएँ। अब सुरु हुँदैछ मेरो आजदेखिको नयाँ ब्लग। अब म माथि दौडिँदै जाँदै यो ठुलो घरको सुँगुर हेर्नु जान्छु। बच्चा ब्याएको छ अरे, सुँगुर हेर्नु जाँदै दौडिँदै जान्छु। रनिङ छु म, एक्सर्साइज सुँगुर ब्याएको छ नि, सुँगुर भाउजू सुँगुर ब्यायो अरे। खोइ कतिवटा ब्यायो भने होइन? ओ न हो, ब्याएछ आज 5 दिन लाग्यो। कतिवटा हो बच्चा? 11 हो। अब यो त उताको कहिले हो फेरि ब्याउने? 20-21 मा। यो पनि हो। ल 11 भनेको त 11,55,000 हो। अनि दुध त पुग्यो, उसको पनि खाएर अर्कोको पनि खाने रहेछ के। लौ मायाले यो सियाइले तेल काट्ने कोल भन्छ होइन? तेल काट्ने, तोरीको तेल काट्ने कोल भन्दैन हो। के अरे भाउजू? कति हजार आयो अरे? 20,000। वाउ। ब्लगमा म अब हिँड्दैछु। अब यहाँ अब दुध चिया, होटेलमा दुध चिया खानु आएको म। रुसु ल, रुसनको होटेलमा चिया पाक्यो। यो पाएको होला दिदी। अब यो झिँगै आउँछ नि त, अब के गर्नु? बाहिर तपाईँ उफाल्न जानु, टाकटुकु सकायो। आज शनिबारको बसाइ, आँखा पिरो भयो। छ डिलबाट अलि उता पेलेर अनि हो त्यो यो डाँडाहरू हो, त्यो बृहत खाने पानी लगेर यहाँ बाँड्दियो। यो डाँडा